खानु तिमी म्याउदेखि रिस उठेको म्याउदेखि रिस उठेको म्याउ करायो है रिस उठ्यो म्याउदेखि रिस उठ्यो तिमी म्याउदेखि रिस उठेको सानो तिमी म्याउदेखि रिस उठेको तिमी चाहिँ भित्र म्याउ चाहिँ बाहिर भएर हो गाइस बाहिर कौसीमा चाहिँ बिरालो छ होइन बिरालोले खानिदियो बिरालो करायो भनेर यो चाहिँ फन घुमेर चाहिँ यहाँ चाहिँ एकदम रिसाइ बसेको छ रिसाको हो आमै म्याउ ए म्याउ आउ म्याउ हेर रिसाको आमा सारा हेरिरहेको छ यसको अनुहार त हेर न यसको अनुहार हेर्न लायकै भएको छ आमै ग्रेसी आमै कति रिस उठेको नि यता चाहिँ कौसीमा चाहिँ हामीले चाहिँ त्यो बाहिरबाट कस्ताबाट आएको त्यो म्याउलाई चाहिँ यहाँ राखेका छौँ बिचरा यहाँ राखिदिएका छौँ यहाँ छ नि यो म्याउ देखेर चाहिँ त्यो भित्रको कुकुर चाहिँ कराकरै यो मैले पालेको बिरालो चाहिँ होइन है कताबाट बच्चा बोकेर आएछ देवारिसे यहाँ कौसीमा छोडेर रहेछ अनि मैले चाहिँ यसलाई पानीले नभिजोस् पानी त होइन यहाँ माथि छत छ त्यही पनि यो बाछी टाढो नबिरोस् भनेर यो छातालाई मैले यसरी राखिदिएर राखिदिएँ होइन अब कोहीलाई भित्र कोहीलाई बाहिर के गर्नु यो बिरालोले चाहिँ अलिकति फोहोर गरेपछि मलाई ठिकै मन पर्दैन है बिरालो खास मन नपर्ने होइन त्यही पनि बिचरा बच्चाको आमा भनेर चाहिँ मलाई माया लागेर चाहिँ यसरी राखिदिएको गाइस के गर्नु मनै त हो यसमा चाहिँ अलिकति आमा चाहिँले चाहिँ कताबाट पियाँहरू सारेर ल्याउँछ औषधि हालिदिउँ भने पनि यसरी चाटिरहेको हुन्छ यिनीहरूलाई असर पर्छ भनेर त्यो औषधि लगाइदिन पनि मन लाग्दैन होइन अनि त्यही भएर हो हुन त विदेशमा त यिनीहरूले कस्तो गरिरहेको हुन्छ त्यही पनि मलाई चाहिँ किन यो बिरालो चाहिँ के मन पर्दैन हुन त मलाई कुकुर पनि मन पर्दैन तर छोरीहरूको करले गर्दा कुकुर बिरालो हेर्नु यहाँ यस्तो अवस्थामा राख्नु परेको छ यो बिरालो त बिचरा बच्चाको आमा भनेर मलाई लखट्न मन नलागेर मात्रै ठुलो भएपछि चाहिँ घरबाट पठाइदिन्छु पनि सोचिरहेको छु तर यी बच्चाहरू यिनीहरूसँग हुलमुलिया देखेर डर लाग्छ यिनीहरूले पठाउन दिँदैन कि क्या हो भनेर अनि यहीँ छाता यहीँ बिरालो होइन अनि यहाँ खुर्सानीको बोट अनि यहाँ कर्कलको बोट हरियाली सम्पूर्ण छ अनि यहाँ फुलहरू फुलिरहेका छन् तर राम्रोसँग फुलको स्याहारहरू चाहिँ गरिएका छैनौँ होइन बाहिर राखिएको भात खान्छु भनेर काग पनि आएर बसेको छ होइन यहाँ चाहिँ अनि कुर्का त्यो काग चाहिँ डढाइरहेछ अनि कौसीमा पानी ट्याङ्कीको उसमा पनि मैले यसो अलिअलि लगाएको छु है गाइस यो तपाईँलाई यो भिडियो कस्तो लाग्यो हेरिदिनु होला र अनि कमेन्ट पनि गरिदिनु होला लाइक सब्सक्राइब पनि गरिदिनु होला है त साथसाथै यहाँबाट हजुरहरूले टाढाको भ्यू पनि देख्नुहुनेछ होइन ठाउँको टाढा भ्यूहरू देख्नुहुनेछ देखाइरहेको छु है कति राम्रो अब मौसम राम्रो छैन बादल लागेको छ अनि त्यही भएर चाहिँ यी टाढाका भ्यूहरू चाहिँ त्यति राम्रो छैन त्यही भएर चाहिँ ल है त आज यति हेरेर नै बिदा हुन चाहन्छु र फेरि नबिर्सिकन फेरि भन्दैछु हजुरहरूले नबिर्सिकन लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला है त।